नमस्ते साथीहरू, आज म काठमाडौँ घुम्न आएको छु। काठमाडौँको सुन्दर ठाउँहरू तपाईहरूलाई पनि देखाउँदैछु। मेरो साथमा काठमाडौँ घुम्न तयार हुनुहुन्छ? यस्तै एआई को भिडियो बनाएर तपाईहरुले आफ्नो च्यानलमा अपलोड गरेर आफ्नो टिकटक र फेसबुकमा अपलोड गरेर तपाई आफ्नो युट्युब च्यानल र आफ्नो टिकटक र फेसबुक पेजलाई छिटो भन्दा छिटो ग्रो गर्न सक्नुहुन्छ र तपाई यस्तो एआई को भिडियो अपलोड गरेर तपाईले पैसा पनि कमाउन सक्नुहुन्छ। र यस्तो एआई को भिडियो बनाउन सिक्न चाहनुहुन्छ भने यो भिडियोलाई एन्डसम्म हेर्दिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यो भिडियोलाई लाइक पनि गरिदिनु। अब म आउँछु आफ्नो स्क्रिन रेकर्डिङमा जहाँ तपाईहरुलाई मजाले सिकाउँछु। सबैभन्दा पहिला तपाईहरुलाई आफ्नो च्याट जीपीटी मा आइहाल्नु पर्छ। च्याट जीपीटी छ तपाईसँग भने ठीक छ, छैन भने तपाईहरुले प्ले स्टोरमा डाउनलोड गरिहाल्नु या तपाईसँग एप्पल छ भने एप स्टोरमा गएर डाउनलोड गरिहाल्नु। यहाँ सिम्पली तपाईहरुलाई अप्सन तपाई हेर्न सक्नुहुन्छ। यहाँ बोल्ने पनि अप्सन छ माइकको, नत्र यहाँ तपाईहरुले टाइपिङ पनि गर्न सक्नुहुन्छ। ठीक छ, म यहाँ अब टाइपिङ गरेर तपाईहरुलाई हेराउँछु। म अब टाइपिङ गर्छु एउटा डगको काठमाडौँ घुम्दा ब्लग को इमेज र भिडियो प्रम्प्ट मलाई दिनु भनेर म यहाँ सिम्पली तीरको अप्सनमा म क्लिक गर्दिन्छु। अब मलाई इमेज र भिडियो प्रम्प्टको लागि दुईटै अब यहाँ प्रम्प्ट आइहाल्छ। तपाईहरुलाई जुन हिसाबले चाहियो, तपाईलाई या तपाईलाई घरमा चाहियो या तपाईको पहाडको चाहियो, जुन ठाउँको पनि तपाईलाई ब्लग चाहियो त्यही हिसाबले टाइपिङ गर्न सक्नुहुन्छ या भोइसको अप्सनमा तपाईहरुले भन्न सक्नुहुन्छ। त्यही हिसाबको तपाईको इमेज र भिडियो प्रम्प्ट आइहाल्छ। अब यहाँ हेर्न सक्नुहुन्छ मेरो इमेज र भिडियो प्रम्प्ट दुईटै आइहालेको छ। अब सिम्पली म के गर्छु, पहिला मलाई इमेज बनाउनु छ। इमेज बनाउनको लागि म पहिला इमेज प्रम्प्टलाई कपी गर्छु। कपी गरेर जिमिनीमा आएर मैले सिम्पली त्यो च्याट जीपीटी को इमेज प्रम्प्ट कपी गरिदिन्छु, यहाँ पेस्ट गरिदिन्छु। पेस्ट गरेपछि यहाँ हेर्न सक्नुहुन्छ कति राम्रो मलाई इमेज बनाएर दिइहालेको छ। इमेज त अब बनिहाल्यो। सिम्पली अब इमेजलाई क्लिक गरेर यहाँ डाउनलोड तीरको अप्सनमा क्लिक गरेर यो म इमेज डाउनलोड गरिहाल्छु। अब इमेज त हाम्रो रेडी भइसक्यो। अब हामीलाई भिडियो बनाउन छ यो इमेज लिएर। अब त्यसपछि अब भिडियो इमेज त धेरै ठाउँबाट बनिहाल्छ फ्रीमा, तर भिडियो बनाउनको लागि धेरै नै प्रब्लम हुन्छ। अब हामीलाई के गर्नुपर्छ, यहाँ पहिला सबैभन्दा पहिले भिडियो प्रम्प्टलाई म कपी गरिहाल्छु। भिडियो प्रम्प्टलाई कपी गरेर फेरि म आउँछु आफ्नो युट्युबमा। युट्युबमा आएर यहाँ हेर्न सक्नुहुन्छ यो प्लसको अप्सनमा क्लिक गरेर यहाँ साइड कर्नरमा हेर्न सक्नुहुन्छ। यो यहाँ कर्नरमा क्लिक गरिदिएपछि हेर्न सक्नुहुन्छ यस्तो इन्टरफेस आइहालेको छ। त्यसपछि यहाँ प्लसमा क्लिक गरेर जुन जेमिनीबाट हामीले फोटो बनाएको थियो त्यो फोटोलाई हामीले यहाँ एड गरिदिनुपर्छ। एड गरिदिएपछि जुन हामी च्याट जीपीटीबाट जुन भिडियो प्रम्प्टलाई कपी गरेको थियो यो कपीलाई यहाँ पेस्ट गरिदिनुपर्छ। त्यसपछि यहाँ हामीले अब नेक्स्ट गरिदिन्छु। अब यहाँ हेर्न सक्नुहुन्छ हाम्रो भिडियो रेडी भइसकेको छ। भिडियो रेडी भइसक्यो। यहाँ सी मोरमा क्लिक गरेर तल आएर यहाँ हेर्न सक्नुहुन्छ सेभको अप्सन छ। यहाँ हामीले अब यसलाई सेभ गर्ने हाल्नुपर्छ। कति राम्रो र कति सजिलोले यहाँ एउटा राम्रो भिडियो बनेर आइहालेको छ। र यस्तै भिडियोहरू बनाएर तपाईहरुले टिकटक, फेसबुक, युट्युबलाई छिटो भन्दा छिटो ग्रो गर्न सक्नुहुन्छ र मोनेटाइज गरेर पैसा पनि कमाउन सक्नुहुन्छ। र यस्तै भिडियोहरू हेर्नको लागि र यस्तै कुरा सिक्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरिहाल्नु र यो भिडियोलाई पनि लाइक गरिदिनु र नेक्स्ट भिडियो कस्तो चाहियो कमेन्ट गरेर भन्नु होला। हस्, धन्यवाद। जय नेपाल।